स्याङ्जाको एउटा सानो गाउँमा जन्मिएका भगवत प्रकाश मल्ल बाल्यकालदेखि नै फरक सोच भएका युवा थिए। घर सदरमुकाम सहरमा भए पनि उनको मन भने सधैँ गाउँको माटोसँग जोडिएको थियो। बाल्यकालमै उनले आफ्नो गाउँ दुःख अभाव र समस्याहरू नजिकबाट देखेका थिए। कसैको घर खान अन्न छैन, कसैको बालबच्चाले राम्रोसँग पढ्न पाएको छैन, कतै राम्रोसँग बाटो गएको छैन, बाटो छैन, कतै उपचारको अभाव। उनका बुवा गजेन्द्र प्रकाश मल्ल पनि एक अनुभवी र कुशल नेता पनि थिए। उनले वर्षौंदेखि समाज सेवा र जनताको सेवा गर्दै आएका थिए। सानो उमेरदेखि नै प्रकाशले बुवालाई जनताको समस्यामा सधैँ साथ दिन्थे, समाधान खोज्ने र निस्वार्थ सेवा गर्ने देखिएका पनि थिए। बुवाको यही बाटो नै उनको प्रेरणा बन्थ्यो। समयसँगै भगत प्रकाश मल्ल पनि बुवाको रूपमा अगाडि बढ्न थाले। उनी राजनीति केवल शक्ति र पदको लागि होइन, सेवा र जिम्मेवारीको लागि पनि माध्यम हो भन्ने विश्वास राख्थे। त्यसैले उनले पनि नेपाली काङ्ग्रेस पार्टीमै रहेर जनताको पक्षमा आवाज उठाउन थाले। एक दिन गाउँमा ठूलो समस्या आयो। बाढीले धेरै बगायो, मानिसहरू विस्थापित भए, कतिको घरविहीन भए, कतिले खान पाएनन्, कति पढ्न पाएनन्, कति कठिन अवस्था थियो। भूकम्पको बेला थियो। आश्वासन मात्र दिएनन्, सहयोग गरेर भगवत प्रकाश मल्लले भने आफै खटिएर जनता सामु अघि बढेका थिए। उनले राहत सामग्री जुटाए, घाइतेलाई अस्पताल पुर्याएर पीडितलाई परिवारलाई बसोबासको व्यवस्था मिलाउन दिन रात खटिए। त्यो देखेर गाउँका बुढापाकाले भने, बाबु तिमी त साँच्चीकै सेवामा मरिहत्ते गर्ने मान्छे रहेछौ। प्रकाश मुस्कुराउँदै भन्थे, यो मेरो कर्तव्य हो, किनकि मेरो माटो, मेरो देश, मेरो धर्म हो। उनको साँचो सोच, एकदम राम्रो सोच गाउँमा मात्र सीमित थिएन। उनी सधैँ नगर, जिल्ला, प्रदेश, देशको विकासको बारेमा सोध्थे। शिक्षा, स्वास्थ्य, रोजगारी र विकासको लागि उनले सोध्थे। युवाहरूलाई पनि साथ लिएर काम गर्न थाले। समय बित्दै गयो, तर प्रकाश मल्लको सोच र सेवा गर्ने भावना झन् बदलिँदै गयो। उनी भन्थे, राजनीतिक भनेको कुर्सी होइन, जिम्मेवारी हो। जनताको सेवा नै साँचो नेतृत्व हो। यसरी प्रकाश मल्ल एक होनहार समाजसेवी युवा नेताको रूपमा चिनिन थाले, जसले बुवाको बाटो मात्र पछ्याएनन्, त्यसलाई अझ उज्यालो बनाउने सङ्कल्प पनि लिएका थिए। साथीहरू, सन्देश यो हो कि साँचो नेता त हो जसले पद मात्र होइन, सेवा रोज्छ। गाउँ विकास, समाज विकासको लागि जसले सोच्छ, गाउँघर समाजलाई जसले सोच्छ, देशलाई जसले सोच्छ, राम्रो बाटोको तर्फ सत्कर्म र निस्वार्थ स्वभावले सेवा गर्न चाहन्छ, हामीले त्यसलाई नै राम्रो नेता भनेर चिन्नुपर्छ। कसैको मनमा नपच्ला पनि, तर मेरो आफूले भोगेअनुसार, आफ्नो अनुभव अनुसार उहाँको जीवनी कहानीलाई आफूले जाने अनुसार प्रस्तुत गरेको छु। पक्कै पनि यसपालि हाम्रो भगत प्रकाश मल्ल ज्यूलाई काङ्ग्रेस रुख चिन्हमा मत दिएर जिताउँ भन्ने धारणाका साथ सबैलाई मत दिन आग्रह गर्दै छुट्टिन चाहे है त। धन्यवाद।